आजको सुन चाँदीको भाउ कति? आज सुन चाँदीको भाउ घट्यो कि बढ्यो के तपाईँलाई थाहा छ? थाहा छैन भने हाम्रो यो भिडियोलाई पुरा अन्तिमसम्म हेर्नु होला र यो भिडियोमा एउटा सब्स्क्राइब भने गरिदिनु होला, किनकि तपाईँले डेली यस्तै सुन चाँदी सम्बन्धी नयाँ जानकारी थाहा पाउन सक्नुहुन्छ र सुन चाँदीको भाउ पनि तपाईँलाई डेली हामी बताउने छौँ। र यो भिडियो मन पर्यो भने सम्पूर्णले सेयर गरिदिनु होला र यो भिडियो कस्तो लाग्यो हजुरहरूले कमेन्ट बक्समा कमेन्ट गर्न भने नछुटाउनु होला। आज मिति 2083 साल वैशाख महिनाको 10 गते सुन चाँदीको भाउ कति आयो भन्ने कुरा म तपाईँहरूलाई जानकारी गराइरहेको छु। पहिला हिजोकोबाट सुरु गरौँ। हिजो सुनको भाउ 3,01,000 मात्र रहेको थियो भने चाँदीको भाउ चाहिँ 5,150 रुपियाँ मात्र रहेको थियो हिजो घटेर। भने आज पनि सुन चाँदी दुइटैको भाउ घटेको छ। सुनको भाउ चाहिँ 2,79,200 मात्र, ताकि 1,800 रुपियाँले घटेर 2,79,200 भएको छ भने चाँदीको भाउ चाहिँ 110 रुपियाँले घटेर आज 5,040 रुपियाँ मात्र रहेको छ। सुन चाँदी दुइटैको भाउ घटेको छ। भोलिको दिनमा के होला? सुन चाँदीको भाउ एक हप्ता अगाडिदेखि स्थिर रहेको जानकारी त मैले तपाईँलाई हिजोको भिडियोमा नि गराएँ। भनेको सुन चाँदी चाहिँ 3 लाखभन्दा अलिकति घट्ने अलिकति बढ्ने गरेर बसिरहेको छ। अब सुन चाँदीको भाउ पहिला जस्तै स्थिर रहने हो त? धेरैको मनमा यो प्रश्न पनि रहेको छ। तपाईँको मनमा चाहिँ के लाग्छ? अब स्थिर होला अथवा 2-4 दिनमा फेरि वात्तै बढ्ला वात्तै घट्ला? तपाईँलाई के लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्नु होला। तपाईँहरूलाई कुनै पनि डिजाइनको सामानहरू चाहियो भने न्यू विश्वकर्मा ज्वेलर्समा तपाईँहरू सम्पूर्णलाई स्वागत छ। हाम्रो आइडीलाई फलो गर्नु होला। जतिजनाले आइडीलाई फलो गरेर आउनुहुन्छ उहाँहरूलाई झन् विशेष छुटको साथले हामी तपाईँहरूलाई सामान उपलब्ध गराउँछौँ। तपाईँलाई जस्तोसुकै सामान चाहियो भने सुनमा शुद्धता हाम्रो प्रतिबद्धता धेरैलाई मनमा लाग्न सक्छ। हामीलाई चाहिँ तपाईँहरूले धेरै माया गर्नुभयो। छोटो समयमा 5-7 वर्षको अवधिमा यहाँसम्म पुर्याउनु भयो। तपाईँहरूको साथ सपोर्ट मायाको लागि सम्पूर्णलाई धन्यवाद। यो भिडियोलाई नि तपाईँहरूले माया गर्नुहुन्छ, यो च्यानललाई नि तपाईँहरूले फलो गर्नुहुन्छ र हाम्रो न्यू विश्वकर्मा ज्वेलर्समा तपाईँहरू एकचोटि भिजिट गर्न आउनुहुन्छ भन्ने विश्वासको साथले म बिदा हुन्छु। भोलि फेरि अर्को नयाँ ताजा अपडेट लिएर आउने बाचाको साथले बिदा हुन्छु। हस्त सम्पूर्णलाई धन्यवाद, नमस्कार। स्वस्थ रहनुहोला, व्यस्त रहनुहोला, मस्त रहनुहोला।